भनेको मानेन रे उठाइदे त्यसलाई ओ भाइ ओ को त हजुरको छोरी हेर्न आएको ए तिमीहरूलाई मेरो छोरी चाहियो होइन हामीलाई यसलाई हो चाहिएको खासमा मलाई त राम अनि बाबुले काम के गर्छौ त यो त बिसिएनको अध्यक्ष बिसिएन बेरोजगार काउन्सिल अफ नेपाल संस्थापक अध्यक्ष हो यो मतलब बाबु बेरोजगार छन् बेरोजगार भएर के हो त 5 बिघा जमिन छ यसको अरे ज्वाइँ साहब अनि त जग्गा चाहिँ हाइवेको वारी कि पारी कहाँ हाइवेमा हुनु त सिमानातिर त्यही पनि अहिले इन्डियामा छ कि नेपालमा छ थाहै छैन यस्तो बेरोजगारले मेरो छोरीलाई जिन्दगी घुमाउन लान सक्दैन घुम्न जानलाई त कहाँ त्यत्रो धेरै पैसा लाग्छ र एडभेन्चर नेपाल छँदैछ नि जम्मा 6000 मा मुस्ताङ घुमेर आउन सकिन्छ हरेक दिन पोखरादेखि मुक्तिनाथको लागि गाडी छुट्छ एडभेन्चर नेपालको जसमा त ब्रेकफास्ट होटल डिनर सबै इन्क्लुडेड छ अनि तिम्रो घर त चितवन होला चितवनमा पनि एडभेन्चर नेपालको सर्भिस आइसकेको छ जम्मा 9500 मा मज्जाले मुस्ताङ घुमेर आउन सकिन्छ त्यति मात्र हो र नेपालको घुम्न मिल्ने सबै ठाउँ घुमाउँछ एडभेन्चर नेपालले मेरो त एडभेन्चर नेपालको गाडी पनि आइसक्यो हिजै बुक गरेको